हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो फेरि अर्को जन्म रिलेटेड भिडियोमा। आज हामी यस भिडियोमा एम्बेसीमा इन्टरभ्यू दिन जाँदा के डकुमेन्ट लिएर जाने त भन्ने बारेमा कुरा गर्नेछु। त्योभन्दा अघि कृपया मेरो च्यानललाई सब्सक्राइब गर्न नभुलिदिनु होला। एउटा हजुरको सब्सक्राइबले धेरै मोटिभेसन मिल्छ भिडियो बनाउने, त्यसैले जरुरत भएकालाई सेयर गर्न पनि नभुल्नु होला। ल लागौँ अब भिडियोतर्फ। के डकुमेन्ट लाने त भन्ने कुरो चाहिँ यसमा डिपेन्ड गर्छ कि हजुरहरूले कुन मेथडबाट डेट बुक गर्नुभएको छ भनेर। हालैमा नेपालमा दुईटा मेथड रहेको छ एम्बेसीमा डेट बुक गर्नको लागि। एउटा हो ओल्ड मेथड र अर्को अहिलेको प्रिलिमिनरी रिभ्यू सिस्टम अर न्यू मेथड। जुन मेथडबाट हजुरहरूले डेट बुक गर्नुभएको छ त्यो अनुसार डकुमेन्ट लिएर जानुपर्ने हुने गर्दछ। मैले यस भिडियोमा दुईटै मेथडबाट, नयाँबाट होस् या पुरानोबाट, जुनबाट गरे पनि के डकुमेन्ट लिएर जाने त भन्ने बारेमा बताउने छु। सबभन्दा सुरुमा लागौँ हामी यदि हजुरहरूले ओल्ड मेथडबाट यदि डेट बुक गर्नुभएको छ भने चाहिँ के डकुमेन्ट लिएर जाने त भन्ने बारेमा कुरा गर्नेछौँ। ओल्ड मेथडको लागि काठमाडौँ एम्बेसीले आफ्नो वेबसाइटमा एउटा लिस्ट राखिदिएको छ। त्यो डकुमेन्ट लिएर जानुपर्छ भनेर हो त्यो लिएर गए हुन्छ। त्यो के हो भन्ने चाहिँ मैले आफ्नो ल्यापटपको स्क्रिनमा देखाउने छु र बताउने छु। ल लागौँ अब हामी मेरो ल्यापटपको स्क्रिनतर्फ। एम्बेसीको वेबसाइट हो जसमा चाहिँ के डकुमेन्ट लान पर्छ भन्ने बताएको छ। यसको लिङ्क मैले डिस्क्रिप्सनमा पनि राखिदिने छु, हजुर आफै पनि हेर्न सक्नुहुन्छ। मेनली चाहिँ यो भिडियो मैले पब्लिक युनिभर्सिटी या भनौँ न त्यही पब्लिक युनिभर्सिटी उइटा फीवालालाई सोचेर बनाएको छु। त्यही भएर अरू कुनै फिल्डमा जाँदै हुनुहुन्छ भने चाहिँ केही डकुमेन्टहरू एक्स्ट्रा चाहिने गर्दछ। सुरुमा भनेको हजुरहरूलाई चाहिने भनेको पासपोर्ट, त्यो सबै तपाईँसित हुन्छ जो। त्यसपछि एउटा पासपोर्ट साइज फोटो। यो पासपोर्ट साइज फोटो चाहिँ हामीले नर्मली खिचाउने पासपोर्ट साइज फोटोभन्दा फरक हुन्छ। जर्मनको आफ्नै साइजहरू छ फोटोको, हो त्यो जर्मन साइज अनुसार चाहिँ फोटो खिचाउनु होला। फोटो खिचाउन जाँदा मलाई इन्टरभ्यूको लागि हो र जर्मन साइजको अनुसारको फोटो खिचाइदिनु होला भन्नु होला। नत्र चाहिँ एम्बेसीकै साइडमा फोटो खिचाउने ठाउँ छ, त्यहाँबाट पनि खिचाउन सक्नुहुन्छ। त्यहाँबाट खिचाउनु भयो भने चाहिँ टेन्सन भएन कि यो फोटो लाग्छ कि नै भनेर। अर्को भनेको भिडेक्स फर्म। यो भिडेक्स फर्म हजुरहरूले यहाँ लिङ्क छ, यसबाट क्लिक गरेर भर्ने अनि भरेर प्रिन्ट आउट गराएर त्यसपछि एउटा भिडेक्स फर्म लिएर जानुपर्छ हजुरहरूले। अनि त्यो भिडेक्स फर्मकै लास्टमा एउटा पेज हुन्छ साइन गर्ने, हो त्यो साइन भन्ने नै यो साइन डिक्लेरेसन अन ट्रु एन्ड कम्प्लिट इन्फर्मेसन भन्ने हो। त्यो भिडेक्स फर्मको लास्ट पेजलाई भन्छ यो। अनि यो कपी अफ यर लास्ट पेज अपियर भन्ने यो भनेको नेपालको पहिलाको पासपोर्टमा चाहिँ के हुन्थ्यो भने लास्ट पेजमा डिटेलहरू हुन्छ। पहिलाको हरियो खाले पासपोर्ट छ भने चाहिँ हजुरहरूको नेपालको त्यसमा चाहिँ लास्ट पेजमा डिटेल हुने गर्दछ। उहाँहरूले चाहिँ लास्ट पेजको पनि फोटोकपी गराउनुपर्छ। नयाँ पासपोर्ट हुनेहरूले पर्दैन र पुरानो पासपोर्ट हुनेहरूले आफ्नो पासपोर्टको लास्ट पेजको पनि फोटो गराएर राख्नु होला र त्यसको एउटा फोटोकपी पनि आफ्नोसित राख्नु होला। ब्याङ्कले ब्लक एमाउन्ट पठाउँदा समेत यो हजुरहरूको माग्ने गर्दछ। अनि एउटा भनेको नोटराइज सिटिजनसिप डकुमेन्ट, सिटिजनसिपको नोटराइज डकुमेन्ट लिएर जानु होला। अनि एउटा बर्थ सर्टिफिकेटको नोटराइज डकुमेन्ट पनि लिएर जानु होला। अर्को भनेको लेटर अफ मोटिभेसन। यो चाहिँ अलि राम्रै बनाएर आफै लेखेर च्याटजिपिटी अलि कम युज गरेर एउटा लेटर अफ मोटिभेसन बनाउनु होला। अनि एउटा भनेको हजुरहरूको कलेजको एडमिसन लेटर, त्यसपछि 10 को सर्टिफिकेट, 12 को सर्टिफिकेट र ब्याचलरको सर्टिफिकेट। यो तीनटा स्कुल लेभल सर्टिफिकेट लान पर्ने भयो। त्यसपछि यदि हजुरहरूले स्कुल डिग्री इन्डिया, चाइना या भियतनामबाट ब्याचलर स्कुल कुनै गर्नुभएको छ भने चाहिँ हजुरहरूले एपिएस पनि बनाउन पर्ने गर्दछ। र एपिएस हुनेवालाहरूले सिर्फ ओल्ड मेथडबाट मात्रै डेट बुक गर्न पाउनुहुन्छ। त्यसको बारेमा मैले ओल्ड र न्यू मेथडको बारेमा आफ्नो भिडियोमा भनेछु, जुन मैले डिस्क्रिप्सनमा राखिदिनेछु। त्यसपछि हजुरहरूले आइएल्स या टोफेलको लिएर जानु पर्यो डकुमेन्टको फोटोकपी। त्यसपछि जर्मन ल्याङ्ग्वेज छ भने भयो, नभएको फरक परेन। र फाइनेन्सियलको लागि चाहिँ यिनीमध्ये कुनै एउटा डकुमेन्ट लिएर गए हुन्छ। एक्ज्याक्ट के डकुमेन्ट लाने भन्ने चाहिँ मैले भिडियो बनाएर हाल्छु, त्यसको पनि त्यो पनि हेर्न सक्नुहुन्छ। र यहाँमध्ये कुनै एउटा लिएर गए हुन्छ फाइनेन्सियल प्रुफको लागि। त्यसपछि योभन्दा तलको डकुमेन्ट चाहिँ
योभन्दा तलको डकुमेन्ट चाहिँ हजुरहरूले एकचोटि इन्टरभ्यू दिएर आइसकेपछि मात्र लिएर जाने हो। इन्टरभ्यू दिएर आइसकेपछि हजुरहरूलाई इमेल आउँछ। त्यसपछि बल्ल हजुरहरूले फ्लाइट रिजर्भेसन, हेल्थ इन्सुरेन्स लिएर जाने हो। अनि लास्टमा चाहिँ यो इन्टरभ्यू दिँदा 75 युरो बराबरको पैसा लिएर चाहिँ जान नभुल्नु होला। ल लाँदा चाहिँ खुल्लै लिएर जानु होला। उनीहरूले एक्सचेन्ज गर्न समेत दुःख मान्छ। त्यही भएर ट्याक्कै कन्भर्ट गरेर जति हुन्छ अहिले हालको युरो रेट अनुसार त्यो ठ्याक्क लिएर जानुभयो भने सजिलो हुन्छ हजुरहरूलाई, किनकि उनीहरूले एक्सचेन्ज गर्न समेत गाह्रो मान्छ। हुन् जुन यदि हजुरहरूले ओल्ड मेथडबाट बुक गर्नुभयो भने लिएर जानुपर्ने। ल अब कुरा गरौँ चाहिँ न्यू मेथडबाट। यदि हजुरहरूले न्यू मेथडबाट डेट बुक गर्नुभयो भने चाहिँ हजुरहरूलाई धेरै डकुमेन्ट लिएर जान पर्दैन, किनकि हजुरहरूले सबै सुरुमै अपलोड गरिसक्नुको हुनुहोस्। यदि हजुरहरूले न्यू मेथडबाट यदि डेट बुकिङ गर्नुभयो भने चाहिँ हजुरहरूले पुरै डकुमेन्ट लिएर जान पर्दैन, किनकि हजुरहरूको डकुमेन्ट अपलोड गरिसकेको हुन्छ र उनीहरूले भेरिफाई गरिसकेको हुन्छ। त्यसैले इन्टरभ्यू दिन जाँदाखेरि हजुरहरूले सिर्फ आफ्नो पासपोर्ट, डेट बुक भएको आफ्नो इमेल कन्फर्मेसनको प्रिन्ट आउट, अनि ट्राभल इन्सुरेन्स र हजुरहरूले जुन जुन फाइनेन्सियल डकुमेन्ट बनाउनु भएको छ त्यो लिएर गए हुन्छ। अरू केही पनि एक्स्ट्रा लान परेन। हजुरहरूले स्कुलका सर्टिफिकेटहरू लिएर जान पर्दैन। त्यही पनि के डकुमेन्ट लिएर आउने भन्ने चाहिँ एकचोटि एम्बेसीले इमेलमा पनि भनिदिएको हुन्छ न्यू मेथडहरूको लागि चाहिँ यो डकुमेन्ट लिएर आइदिनु होला यो दिन भनेर। ओल्ड मेथडबाट गर्दा धेरै डकुमेन्ट लाग्छ भने चाहिँ न्यू मेथडबाट गर्दा सिर्फ यति लिएर गए हुन्छ। ल यति नै थिए डकुमेन्टहरू जुन चाहिन्छ इन्टरभ्यूको लागि। अरू केही क्वेसन छ भने चाहिँ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। म हजुरहरूको कमेन्टको रिप्लाई दिनेछु जति सक्दो छिटो। र आजलाई यति नै। यति भन्दै यो भिडियो म यहीँ खतम गर्दैछु। बाई, फेरि भेट्नेछौँ अर्को भिडियोमा।